आइसिन् बिचरा यहाँ आउन भनेको तिमी पनि यस्ता मान्छेको मूल्याङ्कन गर्नुपर्छ क्या ल हेर के बुझेको छ तिमीले हामीसँग कस्ता कस्ता मान्छे छ मान्छे छैनन् हामीसँग ल हेर यहाँ आऊ चेली ल हिजो दिनभरि हिँडेकोमा शुभकामना छ होइन त्यस्तो हो नि त अब यीसँग अथाह छ सम्पत्ति यता आउन हो अघि पनि कोही छैन पछि पनि कोही छैन तर यो अभियानमा यी यति ठुलो ज्ञान दिएर लागेकी छिन् तिमीलाई ब्याङ्कले चिठी काटेको छ केही पनि छैन नि 1 रुपियाँ लिन्छ तर किन हिँडेकी छिन् यिनलाई तपाईँहरूको माया छ म तपाईँहरूको कुरा सुन्न आएको होइन यहाँ आज मैले तपाईँहरूलाई बोलाएको केन्द्रीय कमिटी गाउँ कमिटी जिल्ला कमिटी सबै कमिटीलाई तपाईँहरू गाउँबाट जति बलियो हुनुहुन्छ नि तपाईँहरूको सङ्गठन तपाईँहरूलाई कसैले चलाउन सक्दैन अब हामीले भोलि गएर गाउँबाट सहकारी खेद्नुपर्छ अब खेद्न सक्नुहुन्छ कि हुँदैन सक्ने स्थिति भयो नि लघु वित्त खेद्न सक्नुहुन्छ ब्याङ्कले पनि खेद्नुपर्छ हाम्रो घर जग्गा निलाम गर्ने ब्याङ्क हामीलाई किन चाहियो खेद्ने अब किनभने हामीले त साथ पायौँ नि त अब त्यो चिज लगेर त मैले त्यहाँ जोडेँ नि त जोडेँ कि जोडिनँ होइन हिजो यहाँ मलाई छोडेर जाने धेरै साथीहरू पनि अहिले के गरौँ भएका छन् क्या भ्रममा छन् नि त ज्ञानेन्द्र साई र उहाँ के हो देवर बाबु अब हाम्रो भोलि पर्सि व्यवस्था परिवर्तनबाट हाम्रो सांसद लड्ने जुम्लाबाट जितेर आउने सांसद होइन रेणु साई होइन जनताले पत्याइहाल्छ नि अस्ति त्यत्रो मान्छे भेला गरेको थियो राजा आउँदै हुनुहुन्छ हाम्रो राजा पो आउँदै हुनुहुन्छ त राजा आउँदै हुनुहुन्छ अनि काठमाडौँको न्यार समुदायलाई सबैभन्दा प्यारो चिज भनेको राजा र देउता हो कि होइन मङ्सिर 7 गते आउँदाखेरि लाखौँमा भयो नि त त्यसले हामीलाई स्थापित गरायो नि त मङ्सिर 7 गते हाम्रो बल्खुको कार्यक्रमले भनेपछि देशभरिका हाम्रा कार्यक्रमले हामीलाई स्थापित गराउँदै गयो र हिजो हामीलाई के थियो भन्दाखेरि यिनीहरू त खाएको नतिर्ने यिनीहरू त लाएको नतिर्ने यिनीहरू त अर्काको लगेको नतिर्ने भनेर पनि आरोप लगायो होइन अहिले हामीलाई कसैले पैसा पत्याउँदैन नि पत्याउँछ त यिनीहरूलाई दिएपछि तिर्दैन हो कि होइन तर हाम्रो कुरा के हो भने 7% मा लिएको 18% पुर्याउने र हिजो हामीले अभियान सुरु गर्दै गर्दा 18% थियो आज 7% मा आएपछि के हो र छ भन्न थाले नि त र हामीले पैसा नतिर्ने भनेको नि हामी पैसा तिर्छौँ जसले तिर्न सक्दैन त्यो गरिबको ऋण बिना गरिदिउँ न 20 लाख रुपियाँ पैसाका कारणले 20 लाख भन्दा मुनिको कारणले 15,000ले आत्महत्या गर्नु पर्यो त्यसको अन्त्य गरौँ न पो भनेर लागेको त हो कि होइन त्यसले गर्दाखेरि हामीले पैसा नतिर्ने भने होइन तिर्दैन अब कुरा के भयो भन्दा हाम्रा मागले जित्दै दुर्गा प्रसाईले बोलेका कुराले जित्दै लास्टमा गएर के भयो थाहा छ मैले भनेको थिएँ यहाँ बुलन्दकैमा भने होला होइन बुलन्द 8 महिना अगाडि अमेरिकामा ट्रम्पले भोट जित्छन् ट्रम्प बुझ्ने कुरा थिएन ट्रम्पले भोट जित्छन् ट्रम्पले भोट जितिसकेपछि नेपालमा हिन्दू अधिराज्य आउँछ भनेको थियो होइन भाइ त्यो रेकर्डेड छ त्यो कुरा पनि पुग्यो पुगिसकेपछि अब यो अभियान ठाउँमा पुगेर अब राजाले अहिले आह्वान गरिसकेपछि सबैजनाको के छ भने तै छाड मै छाड छ कसले क्रेडिट लिने जोसुकैले क्रेडिट लियो राज संस्था आओस् हिन्दू अधिराज्य आओस् गरिबको ऋण मिलाओस् मेरो त्यति हो काम व्यवस्था परिवर्तन गर्ने काम मैले प्रधानमन्त्री हुन्छु पनि भनेको छैन मलाई दौरा सुरुवाल मैले सिलाएको पनि छैन होइन मलाई जनताले आएर ल त हुनुपर्छ भने पनि पछि हट्दिनँ तँलाई लायकको छैनस् भने पनि पछि हट्दिनँ मलाई त्यो आपत्ति होइन म मेरो गएर काम गर्छु फेरि अर्को त्यो खोलौँला तर दुर्गा प्रसाई मरेर जाँदाखेरि नि मान्छेले बिर्सिन्छु भन्दा पनि पटक पटक सम्झिने लायकको काम गरेर जाने हो क्या म कुरा बुझ्नु होइन मेरो कुरा त्यति हो त्यसले गर्दाखेरि अब यहाँ अहिले होडबाजी छ होडबाजी कस्तो छ भन्दाखेरि राष्ट्रिय झन्डा त हाम्रो हो नि त अब अस्ति हाम्रो राष्ट्रिय झन्डामा हाम्रो कार्यक्रम यहाँ भयो मैले पनि आह्वान गरेँ उसबाट गयो त्यहाँ राजन भाइहरू सबैजना आउनुभयो त्यहाँ अब के भन्छन् दुर्गाजी छापामार शैलीमा आउनुभयो म के छापा मार्नु म जहाँ पनि ओपन जाने मान्छे किनभने
त्यहाँको पुलिसको चेन कसले तोडेको भन्दा दुर्गा प्रसाईले। तपाईँहरूले देखेको नि त, राप्रपाले सकेन तोड्नु, सक्यो। त्यसले गर्दाखेरि अब हामीले तपाईँहरूलाई किन बोलाएको भन्दाखेरि दुईवटा कुरा। एउटा, आन्दोलन भन्ने बित्तिकै हुँदैन, बुझ्नुभयो? राजाले बोलिदिनु भयो नि, त्यो चाहिँ ठुलो कुरो हो। अब अहिले हल्लियो नि यिनीहरू। राजाले कहाँ आएर बोल्नुभयो भन्दाखेरि मेरै भाषा बोलाएको छ, तर राजसी भाषामा। दैनिक युवाहरू विदेश जाँदैछन्, बोलेको छ नि त। देश नाङ्गो भयो, नागरिकले दुःख पाए, राजाले त्यही बोलेको छ। अहिले हामीले अरू तरिकाले बोलेको छ, राजाले लेखेर बोलेको छ। कुरा के हो भन्दाखेरि राजालाई पनि लागेछ नि त दुर्गा प्रसाईले बोलेको कुरो, लागेन? त्यसले गर्दाखेरि अब तपाईँहरूले के बुझ्नु पर्यो भने भोलि 25 गते यो मौका नि फेरि जुड्दैन नि, यो मौका जुड्दैन। यो मौका, यो लडाइँ भने तस्कर विरुद्धको लडाइँ हो। यसमा महाराज विराटले पनि साथ दिएको छ। यो कनेक्सन कहाँ गएर जोडियो? कहाँ गएर जोडियो? हो, त्यसले गर्दाखेरि तपाईँहरूलाई म के भन्छु भने भोलिको कार्यक्रममा सक्ने, त्यहाँबाट फेरि फर्केर जाने। हामी झगडा गर्न आएको होइन यहाँ, सर्लक्क फर्केर गएर सङ्गठन बनाउने, अब अझै बलियो बनाउने। अब त विश्वास गर्छन् नि त। हिजो हामीलाई दुर्गा प्रसाईको कार्यकर्ता भन्दाखेरि कस्तो लाज हुन्थ्यो होइन? आज गाउँमा एमालेको काङ्ग्रेसको कार्यकर्ता हुँ भनेर भनौँ नि लाज मान्न थाल्ने दिन आयो होइन? आज दुर्गा प्रसाईको कार्यकर्ता भन्दाखेरि छाती फुलाएर हिँड्न थालेको छ कि छैन अहिले? हो, त्यो पालो आउँछ क्या। किनभने हामी सत्यमा छौँ, हामीले राम्रो काम गरेका छ। तर यहाँ तपाईँहरू पो बाजेर बिग्रिने भयो त क्या कुरो। समस्या त्यो छ। त्यसले गर्दाखेरि तपाईँहरूलाई मेरो आज कुरो के हो भन्दाखेरि म तपाईँहरूको कुरा सुन्न आएको होइन यहाँ। आज मैले तपाईँहरूलाई बोलाएको केन्द्रीय कमिटी, गाउँ कमिटी, जिल्ला कमिटी, सबै कमिटीलाई तपाईँहरू गाउँबाट जति बलियो हुनुहुन्छ नि तपाईँहरूको सङ्गठन, तपाईँहरूलाई कसैले चलाउन सक्दैन। अब हामीले भोलि गएर गाउँबाट सहकारी खेद्नुपर्छ। अब खेद्न सक्नुहुन्छ कि हुँदैन? सक्ने स्थिति भयो नि। लघु वित्त खेद्न सक्नुहुन्छ, ब्याङ्कले पनि खेद्नुपर्छ। हाम्रो घर जग्गा निलाम गर्ने ब्याङ्क हामीलाई किन चाहियो? खेद्ने अब, किनभने हामीले त साथ पायौँ नि त। अब त्यो चिज लगेर त मैले त्यहाँ जोडेँ नि त, जोडेँ कि जोडिनँ? हो कि होइन? हिजो यहाँ मलाई छोडेर जाने धेरै साथीहरू पनि अहिले के गरौँ भएका छन् क्या, भ्रममा छन् नि त। होइन, यहाँ हाम्रो एक दुईजना मान्छे हिजो कुद्दै गरेर देखाएको थियो बाटोमा, युट्युबमा आइरहेको थियो होइन? त्यो होइन। मैले भन्न खोजेको त्यो झुन्डले पनि नि के गरिरहेको छ, बिगारिरहेको छ। बेला न कुबेला जे पाए त्यही गरेर पनि बिग्रिन्छ। सुनारेका 100 चोट, लोहारेका 1 चोट भएन। त राजा र राज संस्था ल्याउने भए हिजो अस्ति ल्याइहाल्थ्यो नि, हिन्दू राज्य ल्याउने भए किन ल्याएन? अनि आज हामी यत्रो लागेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक घर एक दुर्गा भयो होइन? अहिले हर हर दुर्गा, घर घर दुर्गा भएपछि अब हाम्रो चिप ल्याउने भयो यो दुर्गा प्रसाईले भनेर यस्तो पीडा भएको छ, झटपटी टेन्सन भएको छ। के टेन्सन छ भन्दाखेरि हाम्रो गरी खाने जाने भयो भन्ने छ, सबैलाई पीडा। मलाई चाहिँ छैन, मलाई छैन। हाम्रा पिडिएफका अध्यक्ष पनि उहाँ पर छन् त हौ। मलाई छैन, मलाई त्यस्तो छैन। त्यसले गर्दाखेरि आज हामीले तपाईँहरूले बुझ्नुभयो एउटा कुरा। अब यहाँबाट भोलिको कार्यक्रम सकेर गइसकेपछि गाउँमा अझ हामी सशक्त भएर लाग्नु पर्यो, भिड्नु पर्यो। अब भिड्नु पर्यो, लड्नु पर्यो। 4 दिन थुनिएर केही हुँदैन, तपाईँहरूले मान्छे मारेको, बलात्कार गरेको होइन नि। तपाईँहरूको त परिवार सकिँदैछ, सबै सिद्धिसक्यो, घर जग्गा पनि सिद्धिँदैछ। मैले त बाटो नै देखाइदिएको हो। त्यसले गर्दाखेरि अब एउटा काम के गर्नु पर्यो भने भोलि गइसकेपछि त्यो गर्ने। अब आज चाहिँ के गर्ने भनेदेखि सक्नेले अझै आओ भन्ने उताबाट,
अर्को कुरो के छ भन्दाखेरि काठमाडौँ ललितपुर भक्तपुरका खै यहाँ आउन कीर्तिपुरका हाम्रो बागमती अञ्चलको इन्चार्ज यहाँ त पहिला उठ्यो बागमती अञ्चलको इन्चार्ज उहाँको नेतृत्वमा उहाँको निर्देशनमा कीर्तिपुर ललितपुर भक्तपुर काठमाडौँ 4वटा जिल्लामा एक एकवटा दोकानमा एक एकवटा घरमा सक्ने जति भर्यो 8 बजीसम्म ग्रुप भएर माइकिङ गर्ने हाम्रा ब्यानर लागेका एक एकवटा फुल्का थुङ्गा दिने निम्तो ठुलै निम्तो है फुल्का थुङ्गा दोकानमा यहाँ अहिलेदेखि गर नि फेरि त्यहाँ लुक्ने भाग्ने होइन नि डराउनु पर्दैन अब तपाईँहरू भाग्नुहुन्छ कि हुँदैन होइन तपाईँहरू त्यहाँ जाने कि नजाने भन्नु त हात उठाउनु त जाने सबै जाने होइन अल्छी नमानिकन बाटोमा हिँडे मान्छेलाई पनि फुलको थुङ्गो दिने फुलको थुङ्गो यो मौका आउँदैन नि बिरलै मान्छेले यो मौका पाउँछ इतिहासमा के हुन्छ थाहा छ राष्ट्र संस्था ल्याउनलाई हामीले हिन्दू अधिराज्य ल्याउनलाई हामीले होइन गरिब सर्वहारा वर्ग भुइँ मान्छेलाई बचाउन हामीले बाटोमा फुलको थुङ्गा बाँडेर हिँड्यौँ मान्छेलाई भन्ने एउटा रेकर्ड हुन्छ क्या हो कि होइन सबैले आफ्नो फेसबुकबाट पनि हाल्नु पर्यो न्यु रोड महाबौद्ध सबैमा गर हेर्नुहोस् मेहनत गरेन भने केही पाइँदैन ए म त अध्यक्ष भनेर बस्यो भने केही आउँदैन रह्यो कुरा तपाईँहरूले बुझ्नुभयो मैले यहाँ धेरै देखाएको छु के देखाएको छु भन्दाखेरि म त अध्यक्ष भइहालेँ 2 जना मान्छेले नमस्ते गरेर हुँदैन नि त काम लाग्दैन बोकेका कुकुरले मृग मार्दैन नि भिडेकै कुकुर चाहिन्छ होइन कुरा बुझाएको तपाईँहरूले आफूलाई बनाउने नमाउने तपाईँहरूकै हातमा छ मेरो हातमा छैन मैले बनाउने होइन तपाईँहरूलाई र लिडर भनेको के हो थाहा छ लिडर भनेको भिडले जन्माउने हो भिडले जन्माउने हो अस्ति त्यहाँ गइयो नि त होइन थिए त नि अरू पार्टीका पनि थियो त त्यसो राजन दाई हुनुहुन्थ्यो अरू थिए तगडा थिए किन सबैको आँखा दुर्गा प्रसाईमा भयो दुर्गा प्रसाई भनेको भिडले जन्माएको मान्छे हो यो पार्टी होइन नि हेर त एकातिर जम्मै पार्टी सरकार तस्कर पैसा सबै एकातिर दुर्गा प्रसाई र दुर्गा प्रसाईको अभियान कुन बलियो भयो अहिले कुन बलियो भयो हो के छ भन्दाखेरि सत्यको बाटोमा हिँड्नुपर्छ सत्य काम गरेर हिँड्नुपर्छ सबै जितिन्छ अब यहाँ अस्ति एउटा कार्यक्रम भयो मलाई बोलाए मलाई थाहा थिएन मलाई त्यहाँ जनकमान्डर भनेर घोषणा गरे यसको अब यहाँ जनकमान्डर भनेर मलाई घोषणा गरिसकेपछि अरू साथीहरूलाई टेन्सन भएको छ मैले के भन्छु भने आऊ तिमीलाई जनकमान्डर पनि दिन्छु 10 करोड पनि दिन्छु यो व्यवस्था परिवर्तन गर मैले भने आऊ नि म किनभने मलाई तपाईँहरूले के बुझ्नु छ नि मलाई पैसाको कमी भएर पदको कमी भएर मलाई चाहियो होइन म चाहिने चेयरम्यान भएर बस्थेँ त बिएनसीको म छैन पूर्वाञ्चलको चेयरम्यान भएर बस्ने छैन होटल एटिएमको चेयरम्यान भएर बस्ने छैन ती सबै मैले बनाएका हुन् बनाएँ चल्दैछ छोड्दै हिँडेँ मेरो काम बनाउने हो छोड्दै हिँडेँ कुरो बुझ्नु हो के बुझ्नु भयो तपाईँले बनाउने छोड्ने हो त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नु पऱ्यो भने काठमाडौँ ललितपुर भक्तपुर जिल्लाका इन्चार्ज यहाँ आउनु पऱ्यो अनि कीर्तिपुरको को छ अनि पिडिएफको अध्यक्ष पनि यहाँ आउनु पऱ्यो पिडिएफको महासचिव पनि यहाँ आउनु पऱ्यो नि त आउनु पऱ्यो नि क्या के सिके हुन्छ अनि युवा सङ्घको अध्यक्ष पनि यहाँ आउनु पऱ्यो ऋण एसोसिएसनको अध्यक्ष पनि यहाँ आउनु पऱ्यो हो यहाँ अब अलिकति गोरा काली माताको चाहिने प्रसाद पूजा गरियो माताको म भन्छु त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नु छ नि यो अलिकति अब टिका पनि लाउनु पर्यो होइन एकछिनमा टिका लाउने अब एउटा काम के गर्नु पर्यो भने तपाईँहरूले के चाहिँ बुझ्नु पर्यो भने नि
हिजो पछि हाम्रो राम्री बहिनी छिन् नि, के अरे यिनको नाम? सरू। यिनलाई के बिग्रेको थियो होइन? 50 करोड जतिको त यिनको सेयरमा लगानी रहेछ लाली गुराँस होइन? 50 करोड जति त सेयरमा लगानी। हाम्रो यहाँ सबैभन्दा धनी त्यही रहेछन्। यिनलाई ऋण पनि छैन, केही पनि छैन, अघि पनि छैन, पछि पनि छैन, हो त? कोही छैन, हो कि होइन भन त सर? दिनभरि माइकमा कराएर हिँडिरहेको बिचरा। यहाँ आउन भनेको दिनु यस्ता मान्छेको मूल्याङ्कन गर्नुपर्छ क्या। के बुझेको छ तिमीले? हामीसँग कस्ता कस्ता मान्छे छ? मान्छे छैन हामीसँग। ल हेर यहाँ आऊ, यहाँ आऊ चेली। ल हिजो दिनभरि हिँडेकोमा शुभकामना छ होइन? त्यस्तो हो नि त। अब यीसँग अथाह छ सम्पत्ति। यता आउन हो, अघि पनि कोही छैन, पछि पनि कोही छैन, तर यो अभियानमा यति ठुलो ध्यान दिएर लागेको छ नि। तिमीलाई ब्याङ्कले चिठी काटेको छ? केही पनि छैन नि, 1 रुपियाँ ऋण छ, तर किन हिँडेकी छिन्? यिनलाई तपाईँहरूको माया छ, नागरिकको माया छ। त भोलि यस्ता महिला प्रधानमन्त्री हुँदा के हुने यो देशको? हो, निस्वार्थ भावले हिँडेका मान्छे हो। हाम्रो विष्णु कहाँ हुनुहुन्छ? ल महिला विभाग अध्यक्ष आउनु पर्यो, रेणु साई आउनु पर्यो। यहाँको नेतृत्वमा आज दिनभरि न्युरोनमा। ल आउन रेणु साई पनि हेर्नु। यहाँ मान्छे छैन भन्छन् हामीसँग। होइन मलाई सबैभन्दा खुसी कहाँ लागेको छ भन्दाखेरि यी लिडर भइन् क्या, जनताबाट यी अनुमोदित भइसकिन्। रेणु साई कता छिन्? रेणु साई भनेको कस्तो मान्छे हुन् थाहा छ? जुम्लामा एउटा किरो भेट्यो भने 5000 को हो कि होइन? आफै ठेकदार, साराका सारा बाटो बनाउने। ज्ञानेन्द्र साई र उहाँ के हो? देवर बाबु। अब हाम्रो भोलि पर्सि व्यवस्था परिवर्तनबाट हाम्रो सांसद लड्ने, जुम्लाबाट जितेर आउने सांसद होइन रेणु साई? हो होइन? जनताले पत्याइहाल्छ नि। अस्ति त्यत्रो मान्छे भेला गरेको थियो। त्यसले गर्दाखेरि अब जम्मा जम्मी कुरो के छ भने आन्दोलनको घोषणा त्यत्तिकै भनेर हामी चैतमा गर्छौँ, हामी वैशाखमा गर्छौँ होइन। आन्दोलन समय आएपछि म आफै घोषणा गर्छु। फेरि कोही भ्रममा नपर्नु नि, फेरि कोही कसैको चक्करमा नकुद्नु नि। यहाँ त कसैलाई युट्युबमा आएर दिनभरि रमाएर सुबह उठो, भिडकाए, किस्सा बनाओ, शामको जाओ, दारू पियो और बच्चा पैदा करो भने जस्तो नि। क्योंकि तुम्हारा अंदर का इंसान मर चुका है भन्छ नि। काम छैन, त्यहाँ गएपछि कहाँ जाने? अनि युट्युबमा गयो बोलो। हाम्रो त काम छ नि त। हामी सङ्गठन बनाउने, गाउँबाट लघु वित्त सहकारी अब लखेट्ने, अब के लखेट्ने है? अब लखेट्ने चैत 1 गतेदेखि लखेट्नु, केही हुँदैन। व्यवस्था परिवर्तन भएपछि सब ठिक हुन्छ। र आज मैले भने नि आन्दोलन म घोषणा गर्छु, घोषणा गरेपछि त्यो आन्दोलनलाई आधिकारिक मान्नु नि। फेरि मेरो मुखबाट आएको कुरालाई, किनभने नि आन्दोलन गर्छु भनेर हुँदैन नि। हिजो राजासँग यिनीहरू लड्दा पनि नि कसै न कसैको साथ थियो क्या। त्यो साथ नभइन्जेलसम्म यहाँ आन्दोलन लड्छु भनेर हुँदैन, हुँदैन। त्यसले गर्दाखेरि यहाँ राजाले साथ दिनुपर्छ, अरूले साथ दिनुपर्छ। हामीले आन्दोलन गरेर जित्यौँ, नेसनल इन्टरनेसनल, दक्षिणले उत्तरले अमेरिकाले ल ठिक छ भनेर मान्यता दिनुपर्छ। त्यो मान्यता दिने दिन के आउँछ भन्दाखेरि सबै नागरिकहरू चाहिँ नै निस्किनु पर्यो क्या बाटोमा। ओहो यिनीहरूले त सकेको छ, यिनीहरू सङ्घारीहरूले त यो त कम्युनिस्ट भन्ने, काङ्ग्रेस भन्ने त काम लागेन छ भनेर चाहिँ सबैजनाले, सबै नागरिकले अस्वीकार गरेपछि यो गणतन्त्र फेलियर भयो भन्ने कुरो भइसकेपछि अनि हामीलाई अनुमोदन गर्छ। त्यो स्थितिमा हो आन्दोलन गर्ने। त्यसले गर्दा आन्दोलन गर्ने समय आउँछ, समय आउँछ नि फेरि। त्यसले गर्दाखेरि म आन्दोलन समय आएपछि घोषणा गर्छु। आज चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि तपाईँले यहीँभित्रबाट 100 जनाको टिम बनाएर भक्तपुर जाने, भक्तपुर
ललितपुर जाने ललितपुर, कीर्तिपुर जाने कीर्तिपुर, काठमाडौँ जाने काठमाडौँ, गएर फुलको थुगा। 4वटा जिल्ला। फुलको थुगा होइन, सुपारी पनि परेन। फुलको थुगा नभए सुपारी। अब यिनको यहीँ छ नि, यहाँ कतिजनालाई पुग्छ सरक्क जाने, सरक्कसितले यसरी दिने फुलको थुगालाई। निम्तो सबैजनालाई निम्तो, सुने निम्तो सबैजनालाई फुल दिएर हामीले के गोली बोकेर चाहिँ मान्छे मारेर सुरु गरे होइन नि त, के हो मामा? हामीले मान्छे मार्ने नि, हामीले मान्छे जोगाउने हो। त्यहाँबाट फुल दिएर हामी बोलाउने। हाम्रो राजा आउँदै हुनुहुन्छ, हाम्रो राजा पो आउँदै हुनुहुन्छ त, राजा आउँदै हुनुहुन्छ। अनि काठमाडौँको नेवार समुदायलाई सबैभन्दा प्यारो चिज भनेको राजा र देउता हो कि होइन? खोइ निन्नान कोजु दाइ खोइ यहाँ आउनु न भनेको दाइ। तपाईँलाई यहाँ मैले यो निम्तो दिएँ, फेरि तपाईँलाई चुले निम्तो दिएँ यहाँ भोलि कुरो बुझ्नुभयो कि? ल मैले सबैलाई यहाँबाट निम्तो दिएँ भोलिलाई है।